गजर। हेलो नमस्कार साथीहरू, फेरि पनि यहाँहरूलाई स्वागत छ हाम्रो मेरो यो नयाँ दिनको नयाँ भिडियोमा। आज चाहिँ कति कृषिको मात्रै कुरा गर्ने भनेर आज चाहिँ हामी हाम्रै भिमाद नगरपालिका वडा नम्बर 9 को धुवा खोलामा चाहिँ माछा मार्न जाने तर्खरमा छौँ भने हाम्रो यता हाम्रो सबैजना गइसक्नु भएको छ र हामी 3-4 जना चाहिँ अब माछा मार्नतिर जाने तर्खरमा छौँ र यहाँहरूले हाम्रो आजको माछा कति पाउँछ भनेर भरेसम्म देखाउने नै छौँ र यहाँले मेरो यो अखिल सारू मगर युट्युब च्यानललाई चाहिँ कन्टिन्यू रूपमा हेरिदिनको लागि म हार्दिक अनुरोध गर्दै अब चाहिँ हामी माछा मार्नतिर लाग्ने छौँ है त। यहाँ चाहिँ पानी खान आएको भने पानी खानु त कुकुर रहेछ मोरीकी त माथि गएर आइरहेको रहेछ। बोल्न बिचमा बिचमा बोल्नु पर्छ ल यस्तो 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 डल्लो ल्याएको पनि बने खेप अरे सकियो लगभग सकियो। अब चाहिँ हामी फेरि हाल्छौँ। यसरी चाहिँ सँगै काम गरेर भने चाहिँ अब छिट्टो सकियो नि त। गाउँघरको रमाइलो यही छ। गाउँघरको रमाइलो भनेको यस्तै हो यस्तै हो। सिट पनि सँगै बन्दैन माछा पनि सँगै तल तल माथि माथि त्यहाँ त काकर खे मद्राल माले यो चाहिँ मुनि छ माथिमा कोसीले फोटो खिचिदिनु नि। मसित होला कि है ini kita mau ini
जम्मै देखेँ बस्नेत हेलो हेलो टोपी मिलाउनु न हात माछा पाइसक्यो यता माछा पाइसक्यो अब चाहिँ हामी फेरि माथि यहाँ चाहिँ डोको थापिन्छ अनि त्यो डोको थापिन्छ अनि डोको थापेर चाहिँ त्यसमा चाहिँ यता आएको माछाहरू चाहिँ त्यसमा बस्छ त्यो हो यस्तै छ माछा मार्न आएको छ आज चाहिँ अनि ढोखोलामा तपाईँलाई अहिले गरेको थिएँ भएको थिएँ होइन रहेको साथीहरू यहाँ मुनिदेखि घामले टल्केर चाहिँ केही देखिसक्नु छैन माथिदेखि त्यहाँ तल अघि देखाएकोसम्म चाहिँ माछा मार्ने रे थुन्ने रे अनि त्यही भएर आएको छु म खोला हिँड्छु है त खोला हिँडिदिन्छु खोला यति ठुलो हो यहाँ त माछा हिँड्ने हो माछा हिँडेको छ तर कसरी बस्दैन अहिले भन्ने कुरा हो साथीहरू माछा त हिँडेको देखिरहेको छु देखेको छ हिँडेको छ क्या माछा चाहिँ तर तपाईँहरूलाई चाहिँ यस्तो धमिलो हो क्या त्यहाँनिर चाहिँ देखिन्न होला अमाउ यति गहिरो छ फेरि यता कता हो गहिरो नै छ क्या यस्तो हिँड्नुपर्छ कति घाम लागेको छ भने 12वटा घाम लागेको छ म माछा मार्छु मैले त माछा छोप्न त पाइँदैन होला होइन किनकि डोको छैन हातले समाउन कतिको भ्याइन्छ अघि हामीले एकजना बहिनी र मैले चाहिँ छुट्टै के यो केही नगर्दाखेरिको छुट्टै पर्सनली दुईजना एकजना बहिनी र मैले चाहिँ मारेको छु त्यो चाहिँ हाम्रो पर्सनल भयो त्यो पनि बाँधेर हो दुईजनाको खर्च भयो मिलेर मारेको त्यो चाहिँ दुईजनाले मात्र बाँध्नु छ भने यो चाहिँ बाबाहरू होइन सबै दाइहरू बाबाहरूसँग मिलेर मार्न खोजिरहेको छौँ हामी फेरि उहाँहरूसँग नि बाँध्नु हो माछा र साथीहरू बल्ल यो गाडी छ नि शीतल लागेको खोलाको माछा मार्न आएको अब सुरु खोला ठुलो भएको छ अहिले खोला ठुलो भएर अहिले माछा बोक्नु गाह्रो हुँदैछ हाम्रो क्यामेराम्यान कुन्ती थापा दाँत अलिक कालो छ ब्रुस गर्दैन
भन्नु अहिले माछा 2 धार्ने आउँछ खोला सानो छ तर माछा अलिक कम पाइन्छ धेरै मारेर अहिले चाहिँ अलिक कम पाइन्छ यहाँको माछा धेरै नै टेस्टी हुन्छ खाने इच्छुक व्यक्तिहरू 1000 रुपियाँ किलो लिन आउनु होला माछा एकदम फ्रेस करेन्ट हान्न पाउँदैन सबैजनाले माछा हान्नु होला राम्ररी पाउने नपाउने आफ्नो कुरा हो पुपनले ढाँट्यो नि त मलाई नत्र कोरेन त छैन भनेर ल है यहाँ साह्रै गर्मी भएर हाम्रो बस्नेले चाहिँ यहाँ नुहाइरहेको छ ल एकजना माथि देखानले चाहिँ खाइदिइराख्नु भएको हाम्रो बस्ने के छ यस्तो गर्मी कति होला ल अब यता सुरु हुँदै लाख अब पहिलो यहाँ चाहिँ यसलाई के भन्छ मगर भाषामा चाहिँ खेलाहरू भन्छ तर यसलाई यो खसकुरामा चाहिँ के भन्छ दिवाली भन्छ कि के भन्छ अब त्यो थुन्न गइरहेको छु भने तलतिर चाहिँ सबैजना डोको लिएर रेडी भइसक्नु भएको छ भने तलतिर चाहिँ अब त्यो कोही ठाउँमा चाहिँ डोको थाप्ने पनि हुन्छ घडिया थाप्ने त्यो चाहिँ तलतिर एकजनाले गरेर आउँदो हुनुहुन्छ माछा बेटे हा यहाँ यसरी पाउँछ है माछा मनिषा त्यहाँ बस्ने दाइले बोलाएको हामीले बोलाएको सुन है तिर्सा आज मोबाइल लिएर हिँड्नु मोबाइल सिर्सा पनि हो गिटार सिर्सा तिन पनि हो बाबु तिमीले उसै गरेर हेर्नु त बोला के विषय लाया नि के माछा थियो अलि मामु के एकछिन माछा पठाइदिन्छ नातिन नातिन Itu kali kan. Ilang mulai kalau masuk
यहाँ आयो ओ यता आऊ त त्यहाँ आउन मन छ पैसा ठुलो माछा आयो छ्यापुलीमा ल ल ल ल के भन्छ यहाँ माछा छ माटो खानिन्छ ल माटो खाने अब आतुर गर्नुपर्छ क्या अझ सबभन्दा आतुर गर्नु मैले पानी आइसक्यो पानी आयो भन्छ सरी माफ गर्न साला ल मनिषा यो वाला मार दे गजरा छैन न गाडी के वाला ठुलो दे रुपैयाँ भए सबै थियो यहाँ खानु इला रानी कम आइनेको पैसा नआइ रानी इला रानी त इला रानी खाने ल खाने दे क्या खाने दे मन कसरी ओए मनिषा मनिषा यहाँ आइज न त्यहाँ अफ गरिदिन्छु शीर्ष त्यो खोलेर टिपो नातेर बिरान माराने माछा त के हो ल यता के परेर चाहिँ पर्नु त यार यहाँ हो कि देखाउनु कति परे हा ल साथीहरू आज चाहिँ खोला ठुलो भएर माछा चाहिँ सानो भएर अलिक थोरै समाइयो
अर्कोचोटि चाहिँ अलिक धेरै समय बेलामा फेरि पनि तपाईँहरूलाई भिडियो देखाउने नै हाम्रो यो भिडियो देखाउने नै छौँ। पहिलालाई चाहिँ जम्मा लगभग आधी केजी जति छ यो 3 जनाको भएको। माछा नै यो खोला ठुलो भएर माछा त बेसी छ नि होइन त माछा बेसरी भएको तर खोला ठुलो भएर माछा नै कस्तो थियो आ बोटे आ यहाँ हाल्दै अब चाहिँ चाल पाउँदैनन् कसैले गुडाइ लान्छन् बाजु बसैले। बाबै सिर्सा नक्कली कति राम्रो हो के साह्रो राम्रो हो घाँसभन्दा पनि हरियो। ल पानी ल जाम भो ल जा माछा कुहिन्छ यत्रो माछा बिरक्त लाग्यो आज।